ल त फाइनली साथीहरू हामीले चाहिँ दाढी चुङ्गा कटाइसकेपछि लुगा सुगा चेन्ज गरेर कपाल सपाल टाउको साउको दाढी सारी नुहाइसकेपछि दाढी चिलाएर नुहाइसकेपछि नुहा त छैन मुख धोएर आइसकेपछि सिबी बनाइसकेपछि अब के गर्ने अझै टाइम एक्स्ट्रा भइहाल्यो। अब फेरि साथीहरूको डिसिजन अब निकार्ने के भन्न लाथे जे होस् नमान्ने कुरै भएन। त्यही भएर साथीहरूले चाहिँ फेरि भन्दैछन् स्केटिङ खेल्न जाने रे। अब खेल्ने भनेपछि मैले नाइ भन्ने कुरै भएन यार साथीहरू। त्यही भएर अब हामी चाहिँ फेरि स्केटिङ खेल्न जाँदैछौँ। अरू साथीहरू चाहिँ विशेष कामले उनीहरू जान लाग्यो रे। अब हामीसँग त टाइम छ के गर्नु। त्यही भएर फेरि एकछिन रमाइलो पनि गर्नु पर्यो भनेर फेरि हामी यति 4-1-5 जना चाहिँ हामी फेरि स्केटिङ खेल्न जाँदैछौँ। आज फेरि कसको ढाड साड कमर समर चाक फुस्किने थाहा छैन। त्यही पनि रमाइलो गर्छौँ र तपाईँहरूलाई म त्यहाँनिर के गर्छौँ त्यो देखाउने नै छु। दिदीको गुनासो सुई हालिदिएको के आज के अरे ब्लड ग्रुप टेस्ट गराएको तर यिनीहरूले चाहिँ यहाँ हान्छ भने थियो यहाँ हान्छ भनेर म एक्सपेक्ट गरेर आएको तर यहाँ घुस्थ्यो कि त्यही त भने बहुत नाइन्साफी गर्यो है। ल अनि यहाँ यसरी माथि तारे भने म किन होला भनेर भने होइन यहाँ घोच्न लागिसक्यो कहाँको हो कहाँ हो त अझ धन्न तपाईँ डाक्टर कि म डाक्टर भनेर। अस्ति हामी बाङबुङ लडेर हाम्रो ढाड खुस्काएको त त्यो कहानी त तपाईँहरूलाई थाहा नै छ। आज चाहिँ हाम्रो नयाँ साथी पनि आउनु भएको छ गाउँबाट। आज ऊ लडेको विशेष गरी ऊ लडेको वाला भिडियो चाहिँ बनाउने नै छौँ। के बोले मैले स्केटिङ खेल्न जाने भयो कि पहिला सुरुमा चाहिँ सबैजना साथीहरू अब खाजा खाम अरे। अब खाजा खाम भनेपछि गर्ने पऱ्यो हुन पनि बिहानदेखि केही पनि खाएको छैनौँ। अब यहाँ कटिरोल सानो कटिरोल छिर्न लाछौँ। अब के गर्नु आएर पहिला सुरुमा जानुपर्ने त हो तर केही छैन पेट पूजा अनि मात्रै अरू पूजा। डार्क सर्कल धेरै आयो यार अहिले चाहिँ छोड्दै यार कम्बो छ। मैले फेरि त्यहाँबाट निस्केर बरु विचार गरेर खाम्ला नि है। यहाँनिर अलि महँगो छ पैसा पनि छैन। फाइनली साथीहरू हामी चाहिँ स्केटिङ गर्ने ठाउँमा पुगिसकेको छौँ। आज चाहिँ सबैभन्दा धेरै हतार चाहिँ उनीहरूलाई छन् किनभने सबैजना मभन्दा अघि छन्। हुन त मैले धेरै खाएँ त्यही भएर पनि हिँड्न नसकेको हुनुपर्छ। अब इन्ट्री गर्दैछौँ हेर्छौँ यहाँका माहौल। आमामा हतार हेर दौडेका बुलु गइ पो सकेछ म एक्लै। बन्द छ अरे कसरी बन्द। सो स्याड अफ अफ साथीहरू इङ्ग्लिस आउँदैन त्यही पनि मिलाएर बुझ्नु होला। स्केटिङ खेल्ने भनेर कस्तो एक्साइटमेन्ट थियो त्यो एक्साइटमेन्ट सबै चिप्लेर गयो। बन्द रहेछ यार तर भित्र चाहिँ यो खुल्ला बन्द रहेछ यार साथीहरू। अब के गर्ने यार खतम भयो यार छेत्तेरी यार बिग्रियो यार। अब यहाँनिर आफै नाचेर गीत बजाएर नाचेर वाह अनि अब यस्तै गरेर जाने साथीहरू। वेट के जान्छ दिदी चिम्पाङ्जी डान्स रे ए हामी रेगुलर खेलिरहेको स्केट पार्क चाहिँ आज बन्द रहेछ र नजिकै एउटा छ कि भनेर हेरेको नभन्दै रहेछ। अब के गर्नु स्केटिङ खेल्न जुरेकै रहेछ भनेर बुझ्नु पर्यो। अब चाहिँ फेरि अर्को ठाउँमा हिँड्दै जाँदैछौँ। अब त्यहाँनिर गर्ने हो जे जति रमाइलो गर्ने हो है त साथीहरू। त्यहाँ गएर म तपाईँहरूलाई भेट्ने नै छु। ल फाइनली साथीहरू हामी चाहिँ नयाँ स्केट खेल्ने ठाउँमा पुगिसकेको छौँ। यहाँको चाहिँ धेरै राम्रो रहेछ यार। म देखाउँछु 1 घन्टा हो यार। खोइ यहाँको चाहिँ दामी चौको खाली छ। अब अहिले एकछिनमा बाङबुङ लडिन्छ त्यही पनि देखाउने नै छु साथीहरू है त। अब रेडी हुँदैछौँ है साथीहरू। मजा नहीं आ रहा है। ल रेडी जाम बिस्तारै रुकुमाकु के हो कुन्नी पुइक। A few moments later
रेकर्ड भयो नि त यार सबैको खेल खिचिहाल्यो अब आफ्नो पनि खिच्नै पर्यो के गर्नु साथीहरू हुँ 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 चाचा हुँ हुँ एक्सरसाइज गरे म लड्छु होला सबजना ढाडी लड्छ त यार Once more! A few moments later. साथीहरु यसका साथै आजको स्केटिङ वाला गेम पनि यहीँनिर सकेको छ अब भनेको हामीले भनेको खाजा खाने हो त्यसमा पनि केही राम्रो रमाइलो हुन्छ होला त्यो म तपाईहरुलाई देखाउने छु कपाल चाहिँ अलिकति चिप्को आएको छ के भने लास्ट झट्का नमजाले लडियो अब के गर्नु अब नमजाले लडिसकेपछि त अब लडियो दामी पाराले लडियो अरू भन्दा ज्ञानेश्वरले म ऐना देखाएर यसको माथि उलडाएको छ उसको माथि उलडाएको छ यसरी अनुहार खोलेर हेर्छु ज्ञानेश्वर त यहाँ छाइ देखाएर बसिरहेको छ मेरो टाउ यसरी ल के ऐना देख्छु त हस् त साथीहरू आजको जे जस्तो दिन पनि भयो त्यो पनि एकदम राम्रो रमाइलो एकदम मेमोरेबलै भयो अब सक्दो टाइम कम छ त्यही भएर सक्दो मेमोरीहरू क्रिएट गर्नुपर्छ त्यही भएर यसरी घुम्दै रमाइलो गर्दै अब भिडियोहरू पनि पोस्ट गरिरहेको छु ताकि पछि नेपालको याद पनि धेरै मजाले आओस् त्यसका साथसाथै साथीहरू आजको यो रमाइलोवाला भिडियोलाई पनि इन्ड गर्नुभन्दा पहिला यही कुरा भन्न चाहन्छु कि साथीहरू फेरि पनि नयाँ नयाँ भिडियोहरू र इन्ट्रेस्टिङ रमाइलोवाला भिडियोहरू आउने नै छ त्यतिन्जेलसम्मको लागि धैर्य धारण गरिदिनु होला र आजको लागि यति नै साथीहरू त्यतिन्जेलसम्मको लागि नेक्स्ट भिडियो नआउन्जेलसम्मको लागि त्यतिन्जेलसम्मको लागि स्वस्थ रहनुहोस् मस्त रहनुहोस् हस्त धन्यवाद।